आउनुस् अब हामी शिक्षिकाहरूलाई सोधौं के रहेछ उहाँहरूको माग। यो आन्दोलनको माग चाहिँ के हो त म्याम? तपाईलाई किन चाहियो? तपाई आफ्नो काम गर्नुस् न। म्यामले मलाई चिन्नु भएन जस्तो छ। म यो देशको नम्बर 1 पत्रकार। म के गर्नु त? तपाई पत्रकार भए नि जोकर भए नि मलाई के को मतलब? तपाईले कुरै बुझ्नु भएन म्याम। म पत्रकार हो के, यो सब काम हो मेरो। ए यही हो तपाईको काम? आन्दोलन गरिरहेको शिक्षिकालाई लाइन हान्ने काम हो तपाईको? यो के भन्दै हुनुहुन्छ म्याम? मैले कतिखेर लाइन हाने तपाईलाई? अनि लाइन नहानेको भए किन बेला बेला आँखा झिम्काउनु भएको त? ए यो त मेरो ह्याबिट हो नि म्याम। त्यसो भए तपाईको ह्याबिट सुधार्नुहोस्। कुन दिन चप्पलको छाप बस्ला गालामा? दर्शक वृन्द देखिहाल्नु भयो तपाईहरूले, हाम्रो शिक्षिकाहरू पनि आक्रोशमा हुनुहुन्छ। अब हामी अर्को शिक्षिकासँग कुरा गरौं। म्याम उहाँले त केही बताउनु भएन, तपाई बताउन सक्नुहुन्छ मागको बारेमा? हाम्रो माग धेरै छ अमलाज्यू, तर तपाईलाई भनेर के फाइदा? तपाईले पूरा गर्दिनुहुन्छ हाम्रो माग? म तपाईहरूको माग पूरा गर्न त सक्दिन, तर यो जुन छ नि तपाईहरूको आवाज, यसलाई सरकारको कानसम्म चाहिँ पुर्याउन सक्छु म। ओ पत्रकार बाबु, राम्रोसँग पत्रकारिता गर हौ तिमी, नत्र बुझिहालौ म के गर्छु। त के होस् रे? हाम्रो आवाज अलरेडी सरकारले सुनिसकेको छ, तिम्रो जरुरी छैन हामीलाई, बुझिहाल। तपाईको यो जुन छ नि यो एटिट्युड, यसले तपाईलाई एक दिन रोडमा ल्याउँछ, बुझ्नु भएको छ? रे बक्लोल, हामी अलरेडी रोडमा आइसकेका छु, यो भन्दा कति रोडमा ल्याउँछस् रे? Congratulations, great, successful person.